साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि धेरै दिनपछि चाहिँ म फेसबुकमा यसरी मिनी भ्लग बनाउँदैछु है। अनि यो भिडियो बनाउनुको कारण चाहिँ एउटा चिज देखाउनलाई हो साथीहरू। के चिज भन्नुहुन्छ होला है। अब यस्तो चिजहरू त देखाउन त मन थिएन, तर फेसबुक कन्टेन्ट क्रिएटर भएको नाताले चाहिँ अब देखाउन एउटा कन्टेन्ट बनाऊँ न भनेर चाहिँ बनाउन गइरहेको छु साथीहरू। हेर्नु होला, के हो भन्दाखेरि चाहिँ मलाई चाहिँ बुढाले धेरै समयपछि धेरै भयो थियो है, धेरै टाइम भयो थियो गिफ्टहरू केही पनि नदिनु भएको। यसपालि चाहिँ मलाई गिफ्ट के दिनुभएको छ भने गेस गर्नु होला साथीहरू। तपाईँहरू अगाडि खोल्छ है त। नाम त नभनौँ है। यस्तै साथीहरू। अन्त नि अर्को देखाउँछ है। नाम धेरै समयपछि मलाई दिनुभयो बुढाले गिफ्ट। थ्याङ्क यू सो मच भन्न चाहन्छु। यो फेसबुक मार्फतबाट पनि, अब हिजो पनि गिफ्ट के अरे दिँदाखेरि पनि थ्याङ्क यू भनिसकेँ, अहिले पनि भिडियो मार्फतबाट पनि फेरि वान्स अगेन थ्याङ्क यू सो मच बुढा। बाई बाई। मलाई लाज लागिरहेको है यसरी भिडियोहरू बनाएर देखाउनलाई चाहिँ। मलाई खासै यसरी देखाउने है मन लाग्दैन कि, अरूलाई देखाउने मन चाहिँ लाग्दैन। यो फेसबुक कन्टेन्ट क्रिएटर भएको नाताले एउटा कन्टेन्ट जाओस् न भनेर चाहिँ मैले एउटा भिडियो बनाएको साथीहरू। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। बाई बाई।